एकछिन तपाईहरु आउनु भएपछि पछाडी चाइनिज सिकेर जानुस् है। एक काममा प्रयोग हुने तपाईको काम सम्बन्धी सामान्य शब्दहरु। ल सुरु गरौँ। कोङचो भनेको काम, सांगपान भनेको काममा जानु अथवा अफिस जानु, स्यापान भनेको छुट्टिनु अथवा अफिसबाट फर्कनु, ड्युटी सकनु है, ड्युटीबाट फर्कनु। अनि थोङसु भनेको सहकर्मी अथवा तपाईसँग सँगै काम गर्ने व्यक्ति है। लाओपान भनेको बोस अथवा मालिक। चिङली भनेको व्यवस्थापन अथवा म्यानेजर है। कोङरन भनेको कामदार अथवा हामी जस्तै काम गर्ने व्यक्ति है। अनि खहु भनेको चाहिँ के हो त ग्राहक। अनि होई भनेको बैठक अथवा मिटिङ। हथोङ भनेको सम्झौता अथवा तपाईको कन्ट्र्याक्ट हैन। कोङचु भनेको स्यालेरी। ओके, कोङचु भनेको स्यालेरी, यो एकदमै महत्त्वपूर्ण छ, तपाईहरुले सिक्न जरुरी नै छ यो। च्यापान भनेको ओभरटाइम, ओभरटाइम। च्यापान हामी काममा जतिखेर नि ओभरटाइम गर्छौं है। स्योसी भनेको आराम गर्नु अथवा रेस्ट गर्नु है त। सिक्नु भयो? ल, यदि तपाई सिक्न चाहनुहुन्छ भने मलाई फलो गर्न नभुल्नु होला है।